नमस्ते गाइस, म चाहिँ मेरो नाम सरिफ खान हो। म चाहिँ हिँड्न सक्दिनँ, अपाङ्ग छु र म धेरै नै गरिब छु र मसँग केही नै छैन र म 24-25 वर्षको भएँ अनि मेरो अवस्था चाहिँ धेरै नै नाजुक छ। मलाई एउटा व्हिलचेयर पनि छैन, राम्रो भाँचिएको छ, हिँड्न पनि गाह्रो छ र मैले अहिले मेरो सबै हालतहरू देखाउँछु तपाईँहरूलाई र मलाई जो कहिले भए पनि मलाई एउटा सानो व्हिलचेयर दिए पनि हुन्छ र मेरो घर चाहिँ तङ्गासो गुल्मी तङ्गासो र मेरो बाबाले ओसार गर्नुहुन्छ र धेरै मेरो अवस्था यस्तो छ। मेरो खुट्टाहरू चल्दैन अनि म खाली रुममै हो, बाहिरको मुख पनि देख्न छैन र अब म जन्मैदेखि त हिँड्न सक्दिनँ हजुर। अब भन्नु त अब केही छैन। अब मेरो टिकटकको साथीहरूले अनि युट्युबको साथीहरूले मलाई केही हेल्पहरू गरिदिनु होला। मसँग केही छैन अहिले। मैले मेरो सबै देखाउने छु, अवस्था देखाउने छु म कस्तो छु भनेर।